सभा मुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ। मान्य सदस्यहरू, प्रतिपक्षी बेन्चतर्फका मान्य सदस्यहरूबाट हामी प्रतिनिधि सभाको एउटा सम्मानित सभा जुन सभामुखले चलाउने हामी सबैले नियमावलीमा स्पष्ट पारेका छौँ र प्रतिनिधि सभाको सभामुखले सभा चलाइरहेको बेला फरक विषयमा आफ्नो विषयवस्तु राख्ने गरी समय माग्नुभयो र समय सभामुखले दिइसके पछाडि हामी सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिनुहुने तमाम शहीदहरूप्रति हामी सधैँ सम्मान गरिरहेका छौँ र गरी पनि रहनेछौँ। सँगसँगै त्यही शहीदहरू र ती शहीदहरूका परिवारले एउटा उच्च सभा प्रतिनिधि सभाको परिकल्पना गरेर प्रतिनिधिहरूलाई निर्वाचित गराएर पठाएको यो सभा र यो सभामुखले सञ्चालन गर्दै गर्दा सभा मुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु। सभा जस्तै गरी सञ्चालन गर्नको लागि मान्य सदस्यहरूले सहयोग गर्नलाई म सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु।